मजाले नै पिसिसकेँ र त्यसपछि मैले राख्दैछु पम्पकिन सिड्स अनि त्यसपछि सनफ्लावर सिड्स। यसलाई पनि मजाले ग्राइन्ड गर्ने। यसलाई चाहिँ हल्का दरदरा पिसेकै राम्रो हुन्छ र यसलाई पनि म अब त्यही नाङ्लोमा खनाइदिन्छु। यतिको देखिन्छ। हजुरले हल्का 1-2 वटा सिड्सहरू नपिसिँदा केही फरक पर्दैन। यतिकै लड्डुमा त हामी मिसाएर खान्छौँ, सो एकदमै टेस्ट हुन्छ। अनि त्यसपछि यहाँ रहेको छ यसरी मैले चाहिँ यिनीहरूलाई मजाले मिक्स गर्दैछु। अघि नरिवल थियो, त्यो पनि नरिवल पनि राखेँ। यसलाई पनि मजाले मिक्स गर्ने। त्यसपछि रहेको छ यो पिस्ता र आल्मन्ड। त्यसै गरी यो रहेको छ डेट्सलाई पनि डेट्स र हजुरले खजुर र किसमिसलाई चाहिँ मजाले ग्राइन्ड गर्नुभयो भने यतिकै पनि लड्डु बनिन्छ। त्यसपछि फेरि घिउ हालेर यसमा मैले थोरै बेसन राखिदिएँ। बेसन पनि हाल्दा एकदम राम्रो हुन्छ। यो बेसन चनाबाट बनिन्छ, सो यो पनि एकदम राम्रो हुन्छ। त्यसपछि कराईमा पानी हालेँ। त्यसमा मैले अघि काटेको गुड हालेँ। त्यसलाई मजाले एक भुलुक उम्लिन दिन्छु। त्यसपछि मजाले अघिको ड्राई फ्रुटको मिक्सचर हाल्नेछु। त्यसपछि मजाले चलाइदिनु होला। हजुरहरूले पनि यसरी बनाउँदा एकदमै राम्रो हुन्छ। म चाहिँ चलाउँदैछु यसलाई। यतिको थिकनेस भइसकेको छ। अझै पनि मजाले भिजेको छैन नि त, सो मजाले चलाइदिनु पर्छ। हेर्न सक्नुहुन्छ एकदमै राम्रो देखिरहेछ यो चाहिँ। त्यसपछि हामीले चाहिँ अब छेउमा थोरै चिसो पानी राख्ने र हातले यसलाई राउन्ड सेप यानि कि गोलो सेप लड्डुको आकारमा बनाउँदै जाने। यस्तो देखिन्छ सुरुमा चाहिँ। त्यसपछि फेरि म यसलाई चाहिँ थोरै हार्ड भएपछि फेरि यसलाई गोलो सेप दिन्छु। यतिको भएपछि हेर्नु त पर्फेक्ट ड्राई फ्रुटको लड्डु तयार भएको छ। तपाईँहरूले यसलाई चाहिँ मजाले सर्भ गर्न सक्नुहुनेछ। तपाईँको ढाड दुखेको समस्या छ यानि कि अब हेल्थ विकनेस भइरहेको छ भने पनि एकदम बेनिफिसियल हुन्छ। थ्याङ्क यू फर वाचिङ र मेरो च्यानललाई लाइक गर्दै जानुहोला। थ्याङ्क यू सो मच।